guys, good morning. Welcome to my new vlog. सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि यहाँ सन्चै छौं। अनि आज चाहिँ थर्सडे हो अनि म फेरि पनि आइसकेको छु एउटा नयाँ भ्लग लिएर। अनि आज पनि छुट्टी हो, भोलि पनि छुट्टी हो किनभने यो नेपालमा अहिले अत्तिकै गर्मी हुँदैछ, त्यही भएर हाम्रो बिर्तामोडमा चाहिँ सबै स्कुलको छुट्टी छ आज र भोलि। अनि पर्सि शनिबार भइहाल्यो। अनि आज चाहिँ म तपाईहरुलाई मेरो हाउस टुर देखाउँछु। देख्न सक्नुहुन्छ मेरो ब्रेकफास्टमा चाहिँ ब्रेड र दूध छ, हेल्दी ब्रेकफास्ट। अनि मेरो भाइ पनि खाइरहेछ। आगमन मिठो छ अरे, म पनि टेस्ट गर्छु। यहाँ चाहिँ हामी बस आइसकेको छौँ, अब भित्र जाम। अनि यहाँ चाहिँ सोफाहरू छ, यहाँ चाहिँ हामी टिभी हेर्दै इन्जोय गर्छौँ। अनि यहाँ चाहिँ छ हाम्रो किचन, यहाँ चाहिँ खानाहरू पाक्छ। अनि यहाँ चाहिँ हाम्रो फर्स्ट बेड हो, यहाँ चाहिँ मेरो पढ्ने टेबल छ, फ्यान छ, यहाँ चाहिँ बेड छ, दराज छ। अनि यहाँ चाहिँ सेकेन्ड रुम छ, यहाँ चाहिँ बेड छ। गाइस, अब म बिहानको खाना आँटेको। यहाँ चाहिँ कतिवटा प्रकारहरू छन्, म तपाईहरुलाई नाम भन्छु। यो चाहिँ साग हो, यो चाहिँ रोस्ट हो। अनि उता चाहिँ काँक्रा छ, अनि यहाँ चाहिँ भात छ, अनि उता चाहिँ मोही छ, चिसो मोही। अब म खाना आँटेको हेल्दी। देख्नुहुन्छ वेदर चाहिँ बब्बाल भएको छ, पहाडहरू देखिँदैछ, देख्न सक्नुहुन्छ पहाडहरू देखिँदैछ। यस्तो दामी वेदर हुँदैछ नि गाइसहरू, यस्तो दामी। हाम्रो चाहिँ घरकै यतै रोड छ, अनि त्यहाँदेखि परदेखि यहाँसम्म छ गाइसहरू, परसम्म छ। तपाईहरुलाई देखाउँछु। अहिले चाहिँ 5 बजिसकेको छ। अनि अहिले चाहिँ म चाहिँ भर्खर उठेको। अब मेरो खाजा खाने बेला भइसक्यो। मेरो मामाले पनि खाजा खाना बोलाउनु भयो। अब म तपाईहरुलाई देखाउँछु मेरो खाजामा के छ। गाइस, जाम के छ खाजामा देख्न सक्नुहुन्छ। मोमो छ, आज चाहिँ होममेड मोमो, चिकन मोमो हो गाइस, देख्न सक्नुहुन्छ गाइस। कस्तो यम्मी डिलिसियस लाग्दैछ। अहिले चाहिँ 2 प्लेट सक्यो, मेरो चाहिँ सक्यो, भाइको चाहिँ अब 2टा रह्यो। अनि चटनी पनि छ गाइस, बदाम हालेको चटनी। फ्री भएर अब हामी फुटबल खेल्न जाँदैछौँ। अनि म तपाईहरुलाई देखाउँछु त्यहाँको ग्राउन्ड कस्तो छ। अब हामी जाँदैछौँ। कसैको हातमा फुटबल छ, कसैको हातमा के छ। अनि अब जाँदैछौँ, हाम्रो चाहिँ उता पर छ। अब हामी गाइस, अब म यो ब्लग इन गर्छु। तपाईहरुले मेरो ह्यान्डराइटिङ राम्रो लाग्यो भने कमेन्टमा गुड लाइक गरिदिनु होला। अब म अर्को ब्लगमा भेटौँला। लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। बाइ बाइ।